झन्डै 40-50 भन्दा बढ्ता फल्चाहरू चाहिँ विभिन्न ठाउँमा बन्दैछन्। मलाई थुनै नि थुनोस्, मारे नि मारोस्, यिनीहरू चोर हुन्। यी 3टा चोरलाई लहेर्नै पर्छ। दर्शकवृन्द, काठमाडौँ महानगरपालिकाको वडा नम्बर 32 स्थित कोटेश्वर क्षेत्रमा बनिरहेको यो फल्चा बनिसकेपछि अझ भयङ्कर राम्रो देखिन्छ। बालेनलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मेयर साहबलाई चाहिँ सम्मान साथ सलाम भन्न चाहन्छु। हामीले विगतमा चाबेल क्षेत्रको पनि देखायौँ, बानेश्वरमा बनिसकेको छ। यति बेला महानगरपालिकाले कम्तीमा 50 ठाउँमा फल्चाहरू बनाइरहेको छ। बालेन शाहले गरेको एकदम ठिक छ। यो त्यहाँ त टोयलेट हेरे सबै नै हुन्थ्यो, अहिले त्यस्तो राम्रो बनेको छ। अब दिउँसो मान्छेहरूलाई वारबार गर्नेलाई सजिलो छ। यो स्पेसली मेयर साहबलाई म धेरै धेरै धन्यवाद लगायत टिमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। बालेन राजा अनि बोलेर बस्ने हो त, बोलेर देश भन्छ। संसार चाइना बोलेर बने हो, जापान बोलेर बने हो, अमेरिका बोलेर बने हो। जति पनि विकसित देश छन् ती बोलेर बने कि काम गरेर बने हो। काम गर्नुपर्छ भने मेयर साहब काम गरिरहनु भएको छ। मैले तपाईँलाई भने फल्चा मेयर साहबको उपस्थिति, बाटीका मेयर साहबको उपस्थिति, अस्ति फोहोर भयो मेयर साहबको उपस्थिति। अब त्यसमा सपोर्ट साथ कर्मचारीको, नगर प्रहरीको सबैको पनि छ। पुरानो संस्कृति अनुसार कलात्मक कोरिएका यी चित्रहरू, यी हाम्रा सम्पदाजन्य आकृतिहरू कोरिएका यो फल्चा जहाँ चाहिँ प्रतीक्षालयको रूपमा पनि लिन सकिन्छ। तपाईँ निडरका साथ अगाडि बढ्नु होला। अझै पनि हाम्रो साथ सहयोग हजुरमाथि छ। गर्व गर्न लायक उहाँ प्रतिनिधि पात्र आउनु भएको छ। उहाँ जस्तो मान्छे पाउनु भनेको धेरै नेपालको लागि एकदमै राम्रो कुरा हो। मेरो हातमा शिवको ट्याटो छ सर। जुन दिन राजनीतिबाट भ्रष्टाचार गरेर पैसा खानु पर्यो भने मेरो भगवानसँग त्यही दिनको रात अन्त्य हो। त्यही दिन विगतमा काठमाडौँ महानगरपालिका वडा नम्बर 10 मा वडा अध्यक्ष रामकुमार केसी, सतीश तन्डुकार वडा सदस्यज्यू हुनुहुन्छ। उहाँहरूको सक्रियता भयो, मेयर बालेन शाहको भिजन भयो, त्यहाँ 2वटा फल्चा बनिसकेको छ। अब त्यो बाहेकका अरू वडाहरूमा पनि धमाधम बनिरहेको छ। काठमाडौँ साँच्चीकै काठमाडौँ बन्दैछ। काठमाडौँले साँच्चीकै न्याय पाउँदैछ। काठमाडौँले साँच्चीकै माया पाउँदैछ। गरेको चिजलाई हामी खुलेर सम्मान गर्न सक्दैनौँ, उल्टो हटाउँछ। हेर्नुहोस्, यो देशको सबैभन्दा ठुलो विडम्बना। अनि त्यही कुरालाई कार्यकर्ता तल बसेर ताली बजाउँछन्। यो देशको सबैभन्दा ठुलो विडम्बना। हेर्नुहोस् त। नमस्कार, म कृष्ण कटेल। बालेन शाहले के गरिरहेका छन्, काठमाडौँ महानगरपालिकाले के गरिरहेको छ भन्ने धेरैको प्रश्न हुन सक्छ। हामीले विगतमा पनि विभिन्न ठाउँको देखायौँ। यति बेला कोटेश्वरको फल्चा देखाइरहेका छौँ। अहिले काम कमसल भयो भने काम भनेको जति भएन भने महानगरको मेयर साहबले त्यो तुरुन्त रद्द हुन्छ। त्यो दायाँ बायाँ इफ बट इन्टु परन्तु कमा फुल स्टप केही पनि हुँदैन। ठाउँ ठाउँमा बनिरहेको फल्चा अथवा विकास निर्माणको कार्यहरू एउटा सानो बेन्च राख्दैमा जनतालाई कति सुविधा हुँदो रहेछ, एउटा यो फल्चा बनिरहँदाखेरि कति सुविधा हुँदो रहेछ, हिँड्ने फुटपाथको बाटो क्लियर भइरहँदा कतिको आनन्ददायी सहज यात्रा हुन्छ भन्ने विषयमा जनताहरू बोलिरहेका छन्। पार्टीले एउटा भन्छ त्यही मानेर हिँडेको छ। पार्टीको नेताले माथिबाट कालोलाई सेतो बनाएको छ, तल कार्यकर्ताले पटङ टङ 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 ताली बजाएको छ। अनि यसरी देश, ठाउँ, समाज, चोक बन्छ त ले एउटा यो ठाउँको लागि सकारात्मक मेसेज दिएको छ र सहरलाई साँच्चीकै सौन्दर्यकरण बनाउनको लागि र हिजोको ऐतिहासिक सहर बनाउनको लागि यसले ठुलो मद्दत गरेको जस्तो मलाई लाग्छ। कृष्णबहादुर खत्री, यो विकास चाहिँ धेरै राम्रो लागेको छ। उहाँले धेरै राम्रो काम गर्नुभएको छ। यो फैचा बन्नको लागि चाहिँ अब आवत जावत मान्छेहरू होइन, पानी पर्दाखेरि, बाटो हिँड्दाखेरि, घाम हुँदाखेरि बस्नको लागि एकदम अति आवश्यक यो निर्णय चाहिँ अब मेयर साहब हाम्रो महानगरले चाहिँ धेरै राम्रो काम गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। यो फल्चामा कमिसनको चक्कर छैन। तपाईँले सपनामा पनि नसोच्नु। मेयर बालेन शाहले कमिसन मागेका छैनन्। मेयर साहब सचिवालयले मागेका छैन। त्यसो भए यो मान्छे यो उहाँ जसले बनाइरहनु भएको छ, उहाँले जीवनमा अहिले सम्मति ठेक्काको विषयमा लिएर गएर मेयर साहबलाई भेट्नु त भएको छैन होला। गुणस्तरीय बन्नु पर्यो, राम्रो बन्नु पर्यो। काम गर्दाखेरि सानातिना कमी कमजोरी हुन सक्छन्। उहाँहरूले काम गर्दाखेरि कहिलेकाहीँ मिस्टेक हुन सक्छ, तर सुधार्नको लागि भनिहाल्छ। मेरो नाम चाहिँ रत्ना रोकाए। गाडी कुर्दै हुनुहुन्छ तपाईँ होइन, टुसुक्क बस्न मिल्ने ठाउँ पर्याप्त भइदिए हुन्थ्यो भन्ने लाग्छ लाग्दैन? लाग्छ है। यो प्रतीक्षालय आवश्यक छ। त्यसो भए एकदमै आवश्यकता छ। केही चेन्ज हुँदैछ त काठमाडौँमा, केही परिवर्तन? हजुर, धेरै चेन्ज भइरहेको छ। हुन चाहिँ कोटेश्वरको अथवा यो क्षेत्रको हरेक विकासमा प्रत्यक्ष रूपमा भूमिका निर्वाह गरिरहनु भएका सांसद सुनिल केसीसँग रहेका छौँ हामी। मानिज्यू नमस्ते। सबैको जय होस्। यो कतिको दर्बिलो र ऐतिहासिक भनौँ कला जोगाउने खालको बन्दैछ, के छ, के पाउनु भएको छ? सर्वप्रथम तपाईँको मिडियाबाट काठमाडौँ महानगरपालिका लगायत मेयर साहबलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस अर्थमा कि हामीले यसको ठ्याक्कै पारिपट्टि कुर्सीहरू, पार्कहरू, लाइटहरू, त्यसपछि रङरोदनका कामहरूदेखि लिएर सबै सकाउँदै कमसेकम चोकलाई त्यो चोक जस्तो बनाउनुपर्छ है, सुन्दर बनाउनुपर्छ, सफा बनाउनुपर्छ। चोकका कारणले गर्दाखेरि पनि भित्र त्यसले सकारात्मक मेसेज जाने भएको भएर कमसेकम त्यो फल्चाहरू त्यो चोकमा बनाउनुपर्छ भनेर यहाँ मात्र होइन, तपाईँलाई थाहा छ 50औँ फल्चाहरू त्यो बन्दैछ। अहिले कोटेश्वर भन्नुहोस्, 9 नम्बर वडा भन्नुहोस्, चाबेल भन्नुहोस्, कलङ्की भन्नुहोस्, अरू विभिन्न ठाउँमा फल्चा बन्दैछ र अधिकांश मान्छेले
अझ हामीभन्दा पनि विज्ञ मानिसहरूले तपाईँहरूले जुन फल्चा बनाइरहनु भएको छ एकदमै राम्रो बनाइरहनु भएको छ, भनेको जस्तो बनाइरहनु भएको छ भनेर उहाँहरूले भनेको सुन्दा सबैको कुरा बुझ्दा र सुन्दा पनि फल्चा चाहिँ भनेको जस्तो राम्रो कलात्मक यसले एउटा चाहिँ साँच्चीकै सहरलाई सुन्दर बनाउनको लागि चाहिँ ठुलो मद्दत गरेको जस्तो मलाई लाग्छ। श्रीकृष्ण खड्का कस्तो बन्दैछ फल्चाहरू विभिन्न ठाउँमा बनाउँदैछन् बालेनले, यस्तो आवश्यकता छ? त्यो एकदमै आवश्यक छ। यो अब जुन यो वर्षाको समयदेखि लिएर अन्य यो पानी पर्दाखेरि एउटा छहारीको रूपमा त्यसले प्रदान गर्छ। पानी पर्दा ओत लाग्ने भयो, अब यहाँ बेन्च हालिन्छ होइन, एउटा कलात्मकता पनि छ। कलात्मक पनि छ। यसले हाम्रै नेपालको कला संस्कृतिलाई अझ बढी झल्काउने र एउटा प्रमोट गरेको देखिन्छ। काठमाडौँको यो अहिले जुन मेयरको रूपमा आएको बालेन शाहले भनेपछि ठिकै गर्दैछन् कि स्टन्ट गर्दैछन्? यो चाहिँ एकदमै सराहनीय। उहाँबाट अन्य व्यक्तित्व, अन्य प्रतिनिधि, अन्य पार्षद, अन्य साथीहरूले पनि धेरै कुराहरू सिक्नुपर्छ। गलत पैसा खायो पो गलत गर्छ त, पैसा नखाएपछि राम्रो काम गर्नु परेन? अहिले हामीलाई यहाँ तपाईँको चाहिँ किन बसिरहेका छौँ? हिजो राति किन आयो, अस्ति किन आयो भन्दाखेरि त उहाँले गरेका काम ठिक छ कि छैन भने अवलोकन गर्न आएको हो नि त। महानगर किन आयो त? नत्र भए त त्यहीँ बसेर हेर्थ्यो होला नि त होइन? यो ठिक छ कि छैन भनेपछि अन्तिम चरणमा सबै कुरा भइसकेपछि हेरेर बुझेर त्यो भनेको जति सामान छ कि छैन, कलात्मक भयो कि भएन, हरेक कुरा हेरिसकेपछि मात्र बिल पास हुन्छ। अहिले कहाँ पहिलाको जस्तो छ र? अहिले दुधको दुध पानीको पानी हुन्छ। प्रमिला कार्की यो बन्न थालेको 1 महिना जति भयो। हो, हजुर यहाँको व्यवसायी हुनुहुन्छ। हजुर, यहाँ कतिको प्रतीक्षालयमा जनताहरूलाई कतिको आवश्यकता छ बस्नुपर्ने ठाउँ यस्तो बनाउनु? बस्न त आवश्यकै हो। अब पानी पर्छ होइन, बुढाबुढी हुनुहुन्छ, अब पाएको मान्छेलाई यसो आउँदा गाडी चढ्दा अब ओर्लिँदा हेर्दा त्यो त आवश्यक नै हो। यो काम ठिकै छ कि यसो नौटङ्की जस्तो हो? होइन, ठिक छ। उहाँको काम त सबै अब यहाँ पहिला यति फोहोर हुन्थ्यो, अब अहिले बाटोहरू त्यो पारिपट्टि उदी धेरै राम्रो बनेको छ नि त। राम्रो कामको लागि खुलेर प्रशंसा गर्छौँ। भनेको जस्तो फल्चा बनेको छ। मैले अघि तपाईँलाई सुरुमा पनि भने, अहिले पनि भने, काठमाडौँ महानगरपालिका टिमदेखि लिएर मेयर साहबलाई म विशेष गरेर तपाईँको मिडियाबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो राजकुमार सुनाम। के बन्दै रहेछ यहाँ? यो नेवारी संस्कृतिको प्रतीक्षालय बुढाबुढी मान्छेलाई, बालबालिकालाई, युवालाई अब गर्मी हुन्छ शीतलताको लागि। हजुर, त्यहीको लागि होइन, जाडो हुँदा पनि एउटा न्यानोपनको लागि हुन्छ त। अब त बारिसको समय भयो, पानी पर्छ। हजुरहरूले राम्रो गर्नु। यो महानगरको योजना कस्तो छ? राम्रो छ। उहाँ जस्तो हिरो कोही पनि छैन। किन बालेन हिरो भन्नुहोस् त? उहाँको सिस्टम राम्रो छ। यी चोर जहिले जस्तो होइन, अरूको छैन र सिस्टम। कोटेश्वरमा देख्दाखेरि त अहिले फुटपाथै मिचेर बनाए जस्तो देखिन्छ। यद्यपि भोलि फुटपाथै ती भित्रबाट हुन्छ भनेपछि त एउटा कलात्मकता पनि हुने भयो होइन? होइन, यो रोडको हाइवेमा पनि हुने भयो, मान्छेले हेर्दाखेरि पनि आनन्द हुने भयो। यो फेरि हाइवे भनेको तपाईँको हजारौँ मानिसहरू दिनमा ओहोरदोहोर गर्ने ठाउँ भयो। एउटा कुरा भयो, फल्चा यहाँ छ, तपाईँले साइडमा देख्न सक्नुहुन्छ। मेरो लेफ्टपट्टि हिँड्ने ठाउँ पनि छ। हामीले यहाँ ठाउँ ठाउँमा चाहिँ तपाईँको महानगरबाट ल्याएर डस्टबिन, कुर्सीहरू पनि ठाउँ ठाउँमा बस्नको लागि पनि हामीले राखेका छौँ। यो तपाईँको योभन्दा अगाडिको भिडियोहरूमा पनि आएका छन्। आइल्यान्डहरूलाई सुन्दर बनाइरहेका छौँ, पार्कहरू बनाइरहेका छौँ, लाइटहरू हालिरहेका छौँ, रङरोदन गरिरहेका छौँ, सरसफाइ गरिरहेका छौँ, खोला किनारदेखि लिएर हरेक ठाउँमा उपस्थिति जनाइरहेका छौँ। त्यसैले गर्दाखेरि चाहिँ हामी एउटा चिजमा मात्र होइन, अहिले त्यो विशेष स्पेसल्ली तपाईँको फल्चा सम्बन्धी नै कुरा भएको भएर फल्चा चाहिँ यतिको ठाउँमा फेरि एउटा कुरा के हो भने यो कोटेश्वर कस्तो ठाउँ भयो भने अब 9-9मा चाहिँ अलिकति सजिलो छ। कोटेश्वरको चाहिँ पारिपट्टि धेरै एयरपोर्ट लाइन पर्यो, उतापट्टि बनाउन मिलेन। नत्र हामीले त्यो काठमाडौँको सबैभन्दा ठुलो फुटपाथ सरस्वती बाटिका सँगै बनाउने सोच बनाएका थियौँ। फेरि सुरक्षाका कारणले गर्दाखेरि पारि एयरपोर्ट भयो अनि वारी बनाउनु पर्ने भयो। पारि सबै एयरपोर्टको लाइनमा तपाईँले देख्न सक्नुहुन्छ, कोटेश्वरदेखिबाट तलदेखिबाट जडीबुटीसम्म भनेपछि चाहिँ यो भेग चाहिँ ठिक हुन्छ। यहाँ बनाउँदाखेरि चाहिँ असर हुँदैन भने चाहिँ मान्छेलाई हिँड्नलाई पनि भयो, कुर्सी पनि राखेका छौँ। कल्याण कुमार बस्नेत यो ठिक छ? यो एकदम ठिक छ, एकदम ठिक छ। अब यहाँ फल्चा पनि बनाउँदै हुनुहुन्छ? होइन, यो फल्चा त नेवारी भेषभूषा यस्तै बस्ने आनन्दले बस्ने। अहिले सुनिल सरसँग त्यो धेरै बोल्नुभयो, उहाँलाई नि म चिन्छु। आनन्दमय छ। हजुर, आनन्द छ, आनन्द छ, आनन्द। हामी आनन्द यहाँ नभए टुक्रुको बस्नु पर्थ्यो। यो आनन्द छ त। बालेनको काम ठिक छ? एकदम ठिक। यसमा म कति खेप नमस्कार गर्नुपर्छ? बालेन ठिक, जिन्दाबाद भन्न तयार हुनुहुन्छ? एकदम तयार। कस्तो छ हजुरले महसुस गरेको यस्तो यस्तो चेन्ज भयो भनेर? त्यो चाहिँ अब धेरै चेन्ज भइरहेको छ। अब जस्तै यो पहिला चाहिँ एकदमै फोहोरहरू थियो, अहिले चाहिँ एकदमै सफा छ। अब अरू चाहिँ त्यस्तै हो, मलाई त के थाहा। जसरी काठ अथवा यो कलात्मकता यसमा छँदैछ, यसले एउटा सौन्दर्यता, काठमाडौँको एउटा महत्त्व र फल्चा भन्ने बित्तिकै पुरानो हाम्रो पार्टी पनि भनिन्छ नि, त्योसँग झल्काउने कुरा भइगयो। यो तपाईँको क्षेत्रमा चाहिँ सायद अन्त पनि आवश्यकता होला नि फल्चा?
खल्चा त धेरै ठाउँमा बनिरहेको छ नि। अहिले मैले तपाईँलाई सुरुमा अवगत पनि गराएँ। साबेलमा बनिरहेको छ, 9 नम्बर वडा भन्नुहोस्, 32 नम्बर वडा भन्नुहोस्, 10 नम्बरमा पहिले बनिसकेको छ, कलङ्की भन्नुहोस्, काहीँ अलिकति अगाडि भयो, काहीँ अलिकति पछाडि भयो। हामीलाई हाम्रो कुरामा चाहिँ के भयो भन्दा हामीले चाहिँ अलिकति चोकमा ठाउँ पाउनको लागि साह्रै गाह्रो भयो। त्यो हिसाबले गर्दाखेरि चाहिँ हामी खोजीमा लाग्दाखेरि चाहिँ कमसेकम अब यहाँ भए पनि यतिसम्म बनाउँदाखेरि चाहिँ ठिक हुन्छ, यसले मेसेज राम्रो जान्छ भनिसकेपछि हामी यहाँ आएको। यो मा त बुढाबुढी बुवाआमाहरू यो त नाका हो, बस्नको लागि, तपाईँको आराम गर्नको लागि, पानीको लागि, होइन, सौन्दर्यकरणको लागिदेखि लिएर सबै कुरालाई मद्दत गर्ने कलात्मक छ। सबै तपाईँको काठको बुट्टामा खोपिएको छ, अझ बनाउन बाँकी छ, यो त बन्दैछ। यसले समग्रमा एउटा चाहिँ काठमाडौँलाई, समग्रमा यहाँका मानिसको लागि र आउने पर्यटकको लागि पनि राम्रो मेसेज दिएको छ।